हेलो एभ्रिवान। आज चाहिँ म करेलाको पकौडा यसरी बनाउन जाँदैछु हो। फर्स्ट काटेर हल्दी र नुन लगाएर यसरी 10 मिनटको लागि यसरी राखिदिन्छु हो, रेस्टको लागि। 10 मिनटको रेस्टको बादमा चाहिँ यस्तो भएको छ हो। त्यहाँदेखिको मसला रेडी गरेको छु। एजवाइन, जिरा पाउडर, चिल्ली पाउडर, किनकि यहाँ पिरो खाँदैन र चिल्ली पाउडरको कलर हो यो चाहिँ हो। यता हिङ, यो चाहिँ धनिया पाउडर, गरम मसाला। त्यहाँदेखिको यहाँ छ कर्नफ्लावर अनि भाजी बोन्डा पकौडा पाउडर। मेरोमा चाहिँ बेसन एभाइलेबल थिएन, त्यही लागि नि यो लगाएको हो। त्यहाँदेखिको अन्त मिक्स गर्नुपर्ने हुन्छ यसरी। त्यहाँदेखिको डिप फ्राई गरेको छु मैले, यसरी देख्न सक्नुहुन्छ। यो फ्राई गर्दै गरेको। त्यहाँदेखिको अन्त लास्टमा फ्राई गरेर यसरी देखाउँदैछु, यता पनि निकालेर यसरी हाल्दैछु भनेर हो। यो चाहिँ फ्राई गरिसकेर निकालेको लास्ट रिजल्ट चाहिँ यस्तो भएको छ। हेर्नुहोस्, यसरी बनाउनु भयो भने चाहिँ तितो पनि हुँदैन हो, खानुमा पुरा राम्रो लाग्दो रहेछ।